अब त दादालाई उलाग्ने कुराले लगाइदिनु नि कसलाई भाइलाई सिधा ऊ भिनाले सकेर अलिक पानीमा पुप्पो हाल्नु दिँदैन होइन है खै पानी यहाँ चाहिँ पिलाउनु पानी एक थोपो मात्रै अनि आम एक थोपो गलेर अब दिदी बिनाजु पछाडि नउठिकन उहाँलाई लगाइदिनुहुन्छ होइन नि त सजिलो भयो नि होइन नि सीताराम बसेर दिदीहरू उठ्नु परेन नि त अनि बुवाले दिदीहरूले खाना भयो नि त खाना पनि भयो सजिलो भयो सिकाइदिँदामा बालीलाई पर्दिराख्यो अनि कसलाई ए अब यहाँ नसकिकन जाने मैले भनेको त ढिलो हुन्छ भनेर गइसक्नु भयो मैले भनेको छु भन्नुपर्छ नि अब घरको नसके ढिलो आउनुहुन्छ भनेर नपर्खिनु पछि उसले कुरा रङको पोको छ नानी ल रङको पोको सिधा दिदा थाहा किन रङ त्यत्रो विधि छ माथि आमा तपाईँले पूजा गर्ने ठाउँबाट ल्याउनु भएन रङ र ओखर पूजा कोठाबाट बिहाको त त्यही ए त्यही हो त्यसो भए अलिकति भइहाल्छ। पिठो चाहिँ हाल्दिन न त्यो पानी हालेर यसो मिलाउनुहुन्छ सिधै ऊ त्यहाँ छ सेतो पिठो सेतो पिठो चाहिँ अलिकति सेतो नछोड्नु क्या अलिकति त्यहाँ हाल्दिनु नि अरू सीतारामलाई पनि हुन्छ नि अलिक पानी हाल्नु थोरै पानी पातलो नपारी दिदो पानी अनि यत्रो यत्रो विधि फुल्लाहरूलाई पनि पुग्छ के छ टन्नै छ एक खालदेखि अरे ए नभए यही ती खनाउँदा पनि हुन्छ फुलको अगाडि भएन यसपालि चल्नु नै छ घरमा नफुले फुल त फुल कहिले पनि अछुत हुँदैन यही फुल हो तपाईँको उसमाथि पनि जान्छ शिवजी माथि पनि जान्छ यही फुल फेरि उता लासमा घाटमा पनि जान्छ अनि कति शुद्ध रहेछ यो फुल कति शुद्ध शुद्ध फुल लाग्छ यो लगे यो मिनाजुको फोटो परबाट खिच्न अलिकति ठाडो पारिदिउँ होइन ठिक अलिक सिधा पारिदिनु बिना नि यहाँ फोटो खिच्नु सिसा लाउने गरेपछि त्यहाँ त्यसको लागि त उभिनु पर्छ उभिएर अहिले एकछिनमा होइन आज अहिले एकछिनमा चाहिँ सबैजनाको बाहिर पहिलाको छ नि मामा यो त इतिहास हुनुपर्छ फतेपुरको मामा पनि आउनु भएको थियो पहिलाको छ फोटो फेसबुक उज्यालो भयो अन्त भयो एकदम राम्रो भएछ ल दिदी दिदी अलिकति आमा होइन अनि त्यो अघि आमाले पकडेकै चाहिँ हो हो यो पनि लामो छ त्यही दिन त दिन त्यो लामो त्यो लामो छ म त उठ्छु पर्ने यो बाँधेको चाहिँ जहिले पनि बाँधेको माथि काट्नुपर्छ बाँधेको चाहिँ यसरी मारेर त्यो थप्पडी मारे सिस्टम पनि हुनु पर्ने त्यो चाहिँ बिहेमा पो हुनु पर्यो अब दिनु पर्यो खानेकुरा दिनु ल त्यो गीत अहिले हाल्न मिल्छ यहाँ मिल्दैन अहिले आज एक दिन खाँदा केही पनि हुँदैन नि होइन त्यसको पानी हालेको छैन नि रसभरीको केही हुँदैन त्यसो भए अब के पो खुवाउनु ओखर खुवाउनु होइन अब अँ फुट्छ यो त केही छैन यहाँ हेर्नु न यति बेला त्यति कमलो छ क्या यो पहिला पहिला हामी 1 महिना अगाडिदेखि ओखर फुटाउँथ्यौँ हाडे ओखर फुटाएर सियोले निकालेर हाम्रोतिर हाडे नै पाइहाल्छ नि हाडे नै मिठो हुन्छ भनेर ओखर गर्थ्यौँ हामी चाहिँ ओखर गर्थ्यौँ कमला बोक्रा नि कति कमला हामीले चाहिँ कोलाको मिसिन छ तपाईँहरूलाई चाहिँ निबु लानुपर्ने थिएन पर्दैन दाजु हातै लगाइदिनु त त्यो परेन त्यो परेन
होइन एकजनाले गरेपछि भइगयो नि महाराजको पूजा ए हाम्रो घरमा चाहिँ बाले एउटा किताब पढाएर सबै थोक गराउनुहुन्थ्यो क्या त्यो पढेर यसो गर उसो गर भनेर भाइहरूले नदेख्ने ठाउँमा फ्याल्ने एमा राज बनाएर फ्यालेको हो त्यो हाम्रो बाले सिकाउनुहुन्थ्यो क्या पहिला हामीलाई किताब पढिओरी सबैमा अब अरूबाट चुइसक्यो अब राति सिन्दुर पनि सिउँदामा रहेन रहेछ त पिङ्क कलरको लगाइदिनु भन्नु न उनीहरू देखाएको हरियो भन्थ्यो समाइदिनु लाग्यो अवश्य त लगाइदिनु न यता दिदीलाई फुल दिनु न फुल हातमा फुल दिनु न माइतीले फुल दिनुपर्छ फुल दिनु हात हामी सीता दिदीलाई दिनु न त्यो पिङ्क कलरको के लाग्यो दिदीलाई अहिले एकछिनमा लाउनु नि पहिला दिदीलाई बुवाले लगाइदिनुहुन्छ अनि माथि लगाइदिनु त्यहाँदेखि घरमा त खाना खाइसकेछ खाए कति फास्ट एक्सर्साइजमा लाग्यो अझै माथि लानु किन अझै माथि माथि लु तोरबाट हुँदैन जस्तै हुन्छ यो चाहिँ लाउनु न सबभन्दा माथि माथि जस्तो राम्रो भयो डबल नपानी पिङ्क कलरको लगाइदिनु त्यो सबभन्दा तल हो यो सबभन्दा तल डबल भयो भ्यातिर देखिन्छ क्या अहिले टाढा तल देखियो सिधै देखियो घुमाउने भयो त्यहाँ नलाउनु न राम्रो यो रातो ठ्याक्क लगाइदिनु बिचमा उम्रिजान्छ एकैचोटि भयो हात चाहिँ पुगेन हो त्यहाँ हालिदिनु भयो एकैपल्ट लु त्यसैमा समाइदिनु न भइदिनु ए सीता तेरो छिटो हुन्छ उसलाई छिर्नु पर्दैन नि पर्दैन टिका लगाइहाल्नु यसो हातले यसो भयो यसो हातले यहीँ यमराजले कहिले पनि हाम्रो गोलेर जति दुध दिनु दियो अब त्यो दिँदै नदिनु भने जाति अब छोडोस् यही नहोस् त्यो अहिले सबैलाई गरिसक्यो अन्तिममा एकै ठाउँमा भेला गर्नु ढिलो भयो नि त एउटा एउटाको होइन बेलैदेखि चाहिँ यस्तै हो नि
धेरैजना मान्छे भएपछि केटाकेटीदेखि लिएर बुढाबुढीसम्म अब के भयो भयो ठिक छ होइन ढिलो भयो भन्नुहुन्छ ए अनि ढिलो छैन साइडमै सुरु गरेको छ हामीले एकदम राम्रो छ अनि साइड सायद अब नहेर्ने भने किन चाहियो पहिला खाइएर ल्याउने बिर्सेछ ठिक छ ठिक छ कपालै ठिक छ ठिक छ कपाल कसको केराको पत्ता खोइ त केराको पत्ता लाग्यो होइन सीताजीले त्यो नलाए पनि सिधा लाउनु म त्यो नलाइ पनि लाउँछु केराको पत्ता हुन्छ सिधा लाउँछु सिधा लाउनु पर्दैन पर्दैन कपाल त फर्काइदिनु आमा त मोबाइल बन्द गर्नु त आमा आमा त्यो समाचार एकछिनमा हेर्नु बन्द गर्नु खोइ अलिकति सेतो छ र हरियो माथि आउँछ सीताजी सबभन्दा लास्टमा हो त्यो ठिकै छ त आँखामा पर्छ पिङ्क कलर सबभन्दा तल लाग्यो नि हरियो उसको बिचमा चाहा तपाईँको भोलि गरा भन्दैछ त्यतिकै भोलि हजुर टल्किने पनि छ टल्किने बगर नलाउनु काम यो टल्किने नि अरू टिकालाई डिस्टर्ब गर्दो रहेछ त्यो टल्किने छोप्दो रहेछ अरूको कलरै ला बाहिर लाग्यो केही हुँदैन हो यसरी नि यसरी छर्कियो भने सबैको लगाइसक्यो माला हजुरको माला दिनु लामो हो त्यो लामो के दिनु त्यो लामो यत्रो लामो अघिकै लामो छ ओलीले त अत्याचारै पो बोल्न थाल्यो त हौ हजुर अहिले त ओली त अत्याचारै बोल्न थाल्यो अघि चढाइदिइसक्नुभयो त हो फुलै फुल छ भयो भयो फुलै फुल भयो दहीमा पनि रातो झोला हातमा फुल हाल्छ दुईटा हातले गर न बोक्नै सक्दैन फुलले ढाकिदिनु भएको छ त्यहीँ अलिअलि थप्दैन एक एकवटा
भइहाल्यो 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 त्यो त राम्रो छ ल भयो भयो